मैले काठमाडौँ छोडेर घरतिरै फर्किने डिसिजनले पछि मलाई रिग्रेट हुने हो कि भनेर मैले कति धेरै सोचेको थिएँ काठमाडौँ छोड्नुभन्दा अगाडि। मन एकदम धेरै दोधार भएको थियो कि मलाई के गरौँ भएको थियो। काठमाडौँतिर पनि बस्नु मन लागेको थियो, फेरि बस्नु पनि मन लागेको थिएन। के गरौँ के थाहा पछि पछुताउनु पो पर्ने हो कि भनेर धेरै दिमागमा के कुराहरू आउँथ्यो कि। फेरि जे के होस् यहाँ बसेर पो के प्रगति गर्न सकिएको छ र घरै फर्किन्छु भनेर फाइनली काठमाडौँ छोडेर घर आएँ। काठमाडौँ छोडेर त आएँ, तर मलाई 2-4 दिन चाहिँ एकदम धेरै गाह्रो भयो कि के गर्ने कसो गर्ने। मेरो दिमागले नै काम गरेन कि, किनकि मलाई उतैको बानी परिसकेको थियो। यहाँ कोही साथी पनि थिएन, उहाँ उतैको साथीहरू उतैको ठाउँको बानी परिसकेको थियो मलाई। त्यत्तिकै दिमागले ओभर थिङ्किङ गर्न थाल्यो। अब के गर्ने कसो गर्ने भनेर दिमागमा केही आउँदै आएन कि। 2-4 दिन त भिडियो पनि बनाएन अनि पोस्ट पनि गरेन, किनकि मेरो दिमागले काम नै गरेको थिएन कि के गर्ने कसो गर्ने भनेर। फेरि आफै सोचे होइन यस्तो पाराले त हुँदैन भनेर फेरि बिस्तारै मन पनि लगाउँदै गएँ अनि आफूले आफूलाई सम्झाउँदै गएँ कि होइन यस्तो नचाहिने कुरामा ओभर थिङ्किङ गरेर भने त म डिप्रेसनमा जान्छु। हामीले जस्तो सुकै ठाउँमा पनि हामी घुलमिल हुन सक्नुपर्छ भनेर आफूले आफूलाई नै सम्झाउँदै गएँ कि। सकेसम्म आफूले आफूलाई बिजी राख्न खोजेँ कि, भन्छ नि खाली दिमाग शैतानका बास भनेर। एकदम धेरै कामतिर मन लगाउन थालेँ अनि हात पनि खाली राखेन कि। हात खाली नरहेपछि दिमाग पनि त कामतिरै जान्छ। हात खाली भयो भने त हो मान्छेको दिमागमा अनेक थरी आउने होइन। त्यस्तै गरी अब त म त गाउँतिरै घुलमिल हुन थालेछ कि। अनि मलाई त काठमाडौँ भन्दा चाहिँ यतै बेस्ट लाग्न थाल्यो कि। अब त सुरुमा मैले कन्टेन्ट क्रिएसन सुरु गर्दाखेरि चाहिँ मलाई यस्तो लाग्थ्यो कि मान्छेहरूले एस्थेटिक भिडियोहरू मात्र मन पराइदिन्छन्, गाउँको भिडियोहरूलाई मन पराइदिँदैन जस्तो लाग्थ्यो कि। त्यही भएर मलाई गाउँमा बस्न गाउँको भिडियोहरू हाल्न पनि मन पर्दैन थियो कि। तर त्यो मेरो मिसअन्डरस्ट्यान्डिङ रहेछ कि। मेरो पहिलेको भिडियो भन्दा अहिलेको भिडियोलाई भ्युअर्सहरूले कति धेरै मन पराइदिनु भएको छ, कति धेरै सपोर्ट गर्नु भएको छ कि। मेरो त्यो मिसअन्डरस्ट्यान्डिङलाई हटाइदिनु भएको छ कि। कन्टेन्टहरू भिडियोहरू एस्थेटिक नै हुनुपर्छ भन्ने हुन रहेछ कि। त्यसलाई निरन्तरता दिन सक्नुपर्ने रहेछ कि। हामीले मेहनत गर्यो भने त्यो कामलाई निरन्तरता दिन सक्यो भने भ्युअर्सहरूले पनि मन पराइदिनु हुने रहेछ अनि इन्डिभिजुअल ग्रोथ पनि हुन्छ कि। मेरो पहिलाको भिडियो अनि अहिलेको भिडियोलाई कम्पेयर गर्नुभयो भने कति धेरै डिफ्रेन्स पाउनुहुन्छ कि। म पहिला कति धेरै अड्किन्थेँ, बोल्नु पनि जान्दिनँ थिएँ होइन। धेरै परिवर्तन गरेको छु त भन्दिनँ, तर पहिला भोइस ओभर गर्न जति गाह्रो थियो अहिले त्यति धेरै गाह्रो चाहिँ हुँदैन। हजुरहरूले पनि मेरो भिडियो एकदम धेरै मन पराइदिनु भएको छ, सपोर्ट गरिदिनु भएको छ। सधैँभरि यसरी नै माया गरिदिनुहोस् ल।